pok mambuna de chu ai pok mandar chot mambuna de chu ma katun da de chu ke Hello everyone, Namaste, Sewaro and welcome back to my another new video. Hope you all are doing well. म पनि एकदमै ठीक छु, सन्चै छु साथीहरु, त्यही भएर यो नयाँ भिडियो लिएर आएको छु है त। अनि यदि जो कोही नयाँ च्यानलहरु मसँग जोडिन चाहनुहुन्छ भने भर्खरै च्यानललाई सब्स्क्राइब गरेर भिडियो हेरेर मसँग जोडिनु होला। म पनि जोडिने छु है त। कमेन्टको मार्फत भिडियो हेरिसकेपछि कमेन्ट छोड्न नबिर्सिनु होला है त। अनि साथीहरु आज चाहिँ अलिक लामो समयपछि अलिकति टाइम थियो, समय पाएको थिए हैन। अनि बाहिर जानको लागि अलिकति माहौल ठीक छैन, गर्मी अलिक धेरै छ। सो त्यही भएर नजिकैको महलमा चाहिँ शपिङ गर्नलाई आएको। हेरौँ न त समर कलेक्सनहरु के आएछ भनेर साथीलाई बुझौँ न त भनिएरी सम्केरी लिएर हिँडेको। लड्छु होला। गाइस किन्न चाहिँ खासै केही पनि थिएन हैन, तर पनि यसो आएपछि त केही किन्नै पर्यो। आजकल त खाली जहाँ गए पनि यस्तै सेटहरु मात्र चल्छ त। 15 बिदी राम्रो लाग्यो, तर कलरै ठीक लागेन। मलाई चाहिँ यो एउटा र्यापर कस्तो मन पर्यो है, गर्मीमा लगाउन हैन। साइज पनि एकदमै मेरै साइज रहेछ, तर कलर चाहिँ ब्ल्याक। हेर्छु अरु पनि छ कि। मा छिर्दैछु कस्तो छ हैन, हेरौँ म्याक्समा। देख्दाखेरि त सबै राम्रो लाग्छ हैन, तर यसो लगाएर हेर्यो के भन्ने अब, त्यो पुतलाले लाए जस्तै देख्छ। नो अहिलेसम्म चाहिँ के पनि किनेको छुइनँ है मैले। मनै परेन। यस्तो राम्रो लुगा छ, तर मलाई चाहिँ मन परेन। गाइस फाइनली मैले चाहिँ खाली पेन्टी ब्रा मात्र किने, अरु केही पनि किनिन। खासै मन परेन पनि, ठिक पनि भएन। यही मात्र किने। मेरो साथीको शपिङ स्टिल सकेको छैन। ओइ भएन, याला लेट्स गो। ट्रली सुरुमा चाहिँ म कटनमा छिरेको हो नि त है। मलाई कटनमा चाहिँ के किन्न मन थियो कि, एकदमै राम्रो क्वालिटीकोहरू पाउँछन् त्यहाँनेरि, ब्रान्डको भएर हैन। ठिकै ब्रान्ड हो, त्यस्तो एक्सपेन्सिभ होइन, तर केही पनि ठिक हुने नै नपाएको अनि राम्रो पनि नपाएको है। अनि त्यही भएर म्याक्समा छिरेको। ब्रु म्याक्समा चाहिँ एकदमै राम्रो रहेछ, ठिक हुने। त्यही भएर बस यही इनर आइटम मात्र किने। अब फाइनली निस्किने यहाँबाट बिल पे गरेर। तर मेरो साथी नै हरायो, कहाँ गयो होला।
यति कहाँ छ छिटो आउन जाउँ अब यहाँ केही पनि धेरै हेर्नुहुन्न के पैसा सिद्धिन्छ छिटो आउ जाउँ यस गाइज फाइनली इम्याक्स को सपिङ सक्यो अब यहाँबाट चाहिँ निस्केको हामी आउट 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 भइहाल्नुपर्छ किनकि पैसा सकिन्छ कि धेरै सपिङ सेन्टरहरूतिर बस्यो भने यो पनि किन्न मन लाग्छ त्यो पनि बेकारमा नचाहिने चिजहरू पनि किनेको छ हैन कहाँ गयो फेरि मेरो साथी होइन यो कहाँ हराउँछ कि छिटो आउनु हराइ नगर कटन मलाई चाहिँ यहाँनिर किन्न मन छ तर के पनि भने जस्तो भएन गाइज वेटिङ फर कार यो पर्खाइ भन्ने चिज कति गाह्रो है जस्तै गाह्रो के पर्खिनु पर्दाखेरि त खोइ त अनि तिमीसँग बेनिफिट छ त फाइनली हाम्रो पपकर्न पनि आयो बाटो के खाँदै बस्नु है बाटोमा त मुखबाङ गरिदेऊ नि त मकैको पपकर्नको मुखबाङ गरौँ क्या यहाँ बसेर भयो कति धेरै सल्टी रहेछ मलाई चाहिँ भयो त्यही मान्छेको भेटेपछि Where is our car? खोइ त नि हाम्रो गाडी खोइ कहाँ साथीहरु तपाईहरुलाई थाहा छ घुम्दै फिर्दै रुम्जाटार भन्छ नि हो हामीलाई पनि त्यही भयो है आज पनि किनकि ओएसिस मल भित्रको शपिङ सिद्धेर हामी चाहिँ फेरि लुलु हाइपर सुपरमार्केट आयो अनि मैले अस्ति पनि भनेको छु नि यहाँ चाहिँ नुनदेखि सुनसम्मै किन्न पाइन्छ अनि स्पेशली र फुड आइटमहरु किन्न पाइन्छ अनि यो चाहिँ इन्डियनको सुपरमार्केट भएर हैन सो हामीले खाने नेपालीहरुले खाने फुड आइटमहरु चाहिँ यही किन्न पाइन्छ सो आउँदिन भन्दाखेरि पनि आउनै पर्ने हुन्छ के फुड आइटमको लागि सो त्यही भएर फेरि घुम्दै फिर्दै रुम्जाटार भने चाहिँ घुम्दै फिर्दै लुलु हाइपर सुपरमार्केट आइपुग्यो साथीहरु हेर्नु फर्सीहरु पनि यति मजाले रेडी टु कुक गरेर काटेर राखे हामी चाहिँ यहाँ त एउटा इस्कुस लैजाम ड्राई फिश सँग एकदमै मिठो हुन्छ इस्कुस मलाई पनि लिम एउटा लौ डिफरेन्ट प्लास्टिक ला के गर्दै कि मार्छ होला खुर्सानीको भेराइटीहरु हेर्नु त साथीहरु है धेरै जसो यहाँ चाहिँ थाइल्यान्डको खुर्सानी छ थाइल्यान्डमा चाहिँ यस्तो राम्रो खुर्सानीहरु फलाउँदो रहेछ है
डल्ले खुर्सानीहरू जस्तै छ तर डल्ले खुर्सानी चाहिँ होइन है फेरि। मसरुम लिने हो, मसरुम लिऊँ न। फाइनली गाइज सपिङ पनि सक्यो, पैसा पनि सक्यो। अब रुमतिर जाने हो, वेटिङ फर कार। थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो है त। यदि जो कोही नयाँ च्यानलहरू मसँग जोडिन चाहनुहुन्छ भने वेलकम छ, जोडिनु होला है त भन्दै आजको मेरो भिडियो यही नै बन्द गर्न चाहन्छु। नेक्स्ट भिडियोमा फेरि आउँछु है त।